हैन तपाईको लोकलातिर के कस्तो गर्छ आम्मामा लोकलातिर के ए खासमा गोदिन हाल्छ त्यसमा चाहिँ अदुवा लसुन टन्नै हालेछ पौडी हाल्दिनु पर्यो फेरि हालौँ न अलिकति के छ ए हो त भाइ अदुवा लसुन ल ए तल झर्छ है एक डल्ला झर्यो भने बर्बाद हो त यार तर पिठो हैन अन्त ल सर खै खौ ढिँडो अलिकति थपी हाल्नु त अनि रामलाई ल प्रेम भाइ मसिन खाइदियो डान्सिङ चल्दैछ गुड मर्निङ सबैलाई चौसाङ शुभ प्रभात बिहानको सबैलाई अनि आज क्याम्पिङको तेस्रो पार्ट 2 आज क्याम्पिङको तेस्रो पार्ट 2 आज हामी जाँदैछौँ अब म चाहिँ यहाँ सबभन्दा पहिला आइपुग्ने मानिसहरू छु आइपुगेको छु हाङ्गामा सबैजना भेला भएर जाने भनेर यहाँ म पर्खिरहेको छु अब एकजना दाइ आइपुग्नु भइसक्यो हुन्छ ब्याग पनि हुन्छ ल तपाईँको ठुलो सामान कहाँ छ ए ल त्यही ल्याउँदा हुन्छ 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 अनि दाइहरूले सामान ल्याउँदै हुन्छ अब यहाँ हाम्रो सामान यहाँ कलेक्ट हुँदैछ यहाँनिर मेरो यो त मेरो मात्रै हो आज चाहिँ यहाँ अलिक हतार भएकोले गर्दाखेरि भिडियो अब बाटोतिर खिच्दै गर्छु अनि पुगेपछि मात्र भिडियोहरू अलिकति राम्रो हुन्छ नि हतार भइरहेछ यसो भिडियो खिच्न पाउँदैन अहिले त्यसैले पुगेपछि चाहिँ राम्रो भिडियो खिच्ने लागेको छु पक्कै पनि गजब साथ होइन अब अहिले चाहिँ साथीहरूले पर्खिँदाखेरि यसो हल्का है यसो दिएको हो रेडी क्यामेरा टेस्ट गर्दै मोबाइल अब क्यामेराहरू पनि चार्ज गर्नु पाइँदैन बिहान हेर्नु पऱ्यो अब हामी क्याम्पिङ जाँदाखेरि अब कहाँ जानुपर्ने भन्ने मान्छेहरू जान्छ मात्र हुन्छ र जाँदाखेरि हामी सबैजना भेटेर सल्लाह गर्छौँ र कहाँ पुग्नुपर्ने हो र कहाँ हुन्छ हाम्रो क्याम्पिङ गन्तव्य र क्याम्पिङ पुगेपछि हामी क्याम्प साइट पुगेपछि नै देखाउनेछु म सबै भिडियोहरू हाङ्गाउ स्टेसनमा एकदमै धेरै क्याम्पिङ जानु वेटिङमा छन् दुईजना दाइहरू आउँदै हुन्छ आउनुको दाइहरू दुईजनालाई नमस्ते दाइ नमस्ते ल हजुर त्यस्तो छ होइन यो हाम्रो होइन यो उताको हो हाम्रो चाहिँ यो मात्रै हो यो वाक्नु सक्छ एकछिन कुमार अझ कुमार उनीहरूलाई आउँदै हुन्छ अरे अब आइपुग्नुहुन्छ अब पुग्छ बिस्तारै छवटा वाइन किनेछ वाइन ठिकै छ मिस्टर खत्तम है अब साउजीको एउटा हिस्सा आउँदै रामपट्टि पनि फेरि ए तपाईँहरूको ग्याङ राम हो रामपट्टि हो ए ठिकै छ त हामी यता आउँदै छ मलाई थाहा छ मासु मासुकै कति ल्याउँदै जान्छ नि मासुको सबै यहाँ माथिल्लो यो रोडको माथिल्लो ट्याङ्की बस्ने ठाउँले रोडदेखि माथिल्लो खल्लामा कि आएको थियो नि यता यहाँ ठिकै त्यतै बस्नुपर्ने त रोडदेखि यहाँ कि जहाँको थियो नि कसको पल्लाइरहेको प्रेम राईको हामी आउँदैछ अब ठ्याक्कै 10-15 मिनटमा झरिराख्नु यो सामान लिनलाई हजुर माथि भन्ने त्यो टाइटनमा माथिल्लो बाटो माथिल्लो बाटो आउनु अरे पाइतान ल झर्दै गर्नु अब हामी आइहाल्छौँ त्यहाँदेखि पनि ल्याउँदा हुन्छ छुट्टी मिलेको थियो आज चाहिँ भिडियो रहेछ अब दिनमा छुट्टी भएको त जानु बिहे पनि कहाँ मिल्यो त यता आइहाल्यो त आज लिएन त छुट्टी पहिला त होइन तपाईँलाई त पहिला दिएको नि मलाई हामी क्याम्प साइट आइपुग्यो होइन सर क्याम्प साइट यही हो क्याम्प साइट चाहिँ अब साइलेन्ट्री वाक गरे तर यो फेरि यो म त यो समुद्रपट्टि मन पर्यो एकदम दामी छ है तर अस्ति गएको राम्रो रहेछ नि अस्तिको चाहिँ पारियो यहाँ त घुम्ने ठाउँै छैन रहेछ क्याम्प साइट यो चाहिँ सुनसान एकदम उसमा हो लुक्न आउने खालको
अनि यसलाई अगाडि पछाडि चाहिँ हानेन नि हान्छ सर ए हजुर के ल्याउने हो गुरु अब भरिया हो क्या भरिया भरिया एकछिनलाई भरिया उता के अरे होइन तपाईँको लुक्लातिर क्या हो कस्तो गर्नु आम्मामा ल लुक्लातिर क्या ए खासै म बोल्दिनँ हाल्छु पक्का लुक्लाको भरिया 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 लुक्लाको भरिया है फेरि ल हो र म खिच्छु भिडियो खिच्दै जान्छु ल भिडियो उकालो चढेको गजब हुन्छ ल यो आम्मामा भरियालाई जति भारी बडो बक्छ त्यति गजब साथ होइन है घटालाई त्यस्तै अनि इस ए यहाँ बसिसकेछ आज त यहाँ बसिसकेछ त नि तपाईँ त मान्छे त सधैँ यहाँ खाली थियो नि ओ सर हाम्रो प्रेम दाइ त कुसुन्डा हुन्छ नि बेला बेला कोलेर खाइदियो भने त फेरि चलाउनु पर्छ ए दाउरा 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 सिकेको दाउरा टन्नै यो दुईवटा मोडा लग्यो भने पुग्छ एकजनाले 10 किलो खानुपर्ने हो हो आइपुग्यो क्या ए रेट कति रे रेट रेट कति रे मान्छे भन्नु न भन्नु म चाहिँ पैसा उठाउने अब हो म पेमेन्ट चाहिँ म गरिदिन्छु है कुमार दाजु म पैसा उठाउनेमा 500 रे होइन तिर्ने चाहिँ त्यसले तिर्दिनु अनि दाजुको लागि रे म ओछ्याइदिउँ त दाजु बेटहरू जान मिलाइदिउँ म चाहिँ तल सिद्धिन्छ हाल्छु अनि खै त खाली छैन रहेछ काम म खाली होइन सब ल आइपुग्यो तर बिहान त कस्तो नराम्रो मौसम थियो अहिले त घाम लागेर स्टन टन टन घामले हजुर के को घाम तताउनु पर्छ अलिकति घामले अहिले त दाजु आँखै पोल्नु साँच्ची अदुवा लसुन हालेको अचार छ नि यो पनि हाम्रै हो यताको टिम पनि हाम्रै हो यो हाम्रै हो हो अनि पुरै प्याक रहेछ खै मसला निकालिहालौँ त कता छ मसला हो माल चाहिँ निकालिदिन्छु मसला झोला राख्छु म कस्तो गरिनु भयो नुन पनि हालेको नुन कडा हुन्छ होला नुन पनि छ अनि उस पनि छ धनियाँ हो अघि हाल्नु पनि थियो तर सुप अलिक थोरै हुने भयो ग्रेभी खाने रे भिडियोसँग ठिक छ तर यो मासु बिग्रिसक्यो क्या दाजु यो तपाईँ खान थाल्नु न त्यो भुटालाई तताउनु न तताउनु पर्छ नि भुटा तताउनु तताउनुको जाँछु दाजुको तताउनु छ जाँछु नि अर्को पनि दाजु बाल्नु पर्ने छ यो पनि भयो अब पाकै त्यो ग्यासले गर्दा पनि हुन्छ आम्मामा तल्लै छेउ पुगेको अनि अरे भरे त त्यहाँ सिंह हुन्छ साथीहरू ल सिंह कराउँछ भरे फेरि ठिक छ तल्लो छेउ यहाँ पनि ठिक हुन्छ है यहाँनिर एउटा टेन्ट
यो चाहिँ बुझ्नु चाहिँ यो साह्रो राम्रो चिज छ घामले त आँखै त के नि आज त प्रेम दाई उहाँ दाईको यो के माग्दै हुन्थ्यो कि पम्प ए पम्प छ म ल्याउँछु तर कुन चाहिँ पम्प हो त्यो बेडमा हाल्ने के ए यस्तो छ दाजुको खोइ त्यो ब्याट्रीवाला चार्ज गर्ने ब्याट्रीवाला चार्ज गर्ने कि पर चार्ज भइरहेछ लाइटर छैन तर अब त खुसी त छ अब त लाइटर छैन नि कसरी बारे सुनाउने भयो ऊ फुली त छ कि यत्रो ठुलो भइसक्यो भरे फेरि पिठी सेपरेट लगाउनु त्यही त ढिँडो ढिँडो पाक्दैछ मिल्छ मिल्यो भने ठ्याक्कै मिल्नुपर्छ हुन्छ ठ्याक्कै मिल्यो यो त छोप्नुपर्छ दाजु एकछिन चाहिँ छोप्दिनु यो त जाउँ ठोकौँ यो अर्को पनि छ अर्को उपर हो आगोमा ढिँडो आफ्नो लाग्यो अब चाहिँ ल यो बलेपछि हो त्यो चाहिँ ठ्याक्कै हुन्छ है पल्लो यो होइन बा ए दामी यो त्यो केटीहरू अब आधा घन्टा पछि आउँछन् तिनीहरू मासु पोलेर राखेपछि आनन्द खान्छन् अनि च्याप्पा सुहाउँदैन मासु खै ए त्यो चिकन हो रोटी पनि छ रोटी रोटी त अहिले खानुहुन्न ढिँडो खाएर मात्रै होला रोटीले पाक्छ तिनीहरूले चिल्ला खाँदैन न ल जे भए पनि मिल्छ त्यस्तो सक्यो ढिँडो पाकिसक्यो ढिँडो ल ढिँडो ए यता ढिँडो है ल म तपाईँ चाहिँ हाल्नु म कोदो खान्छु ढिँडो चारजनाले पकाउँदै होइन चारजनाले एक्सप्रेसहरु दाजु त्यो म यो कोदो ल यो नेपालबाट ल्याएको फेरि मैले घरबाट पिठो पानी त धेरै भर्छ यार तिनजनाले मोल्न हुन्न र बुढाहरू चारजना गरेर माइक राख्नु है अनि ढिँडोको फेरि पानी होइन अलि झिगो न पानी पानी धेरै बोक्यो पानी धेरै भर्छ यार त्यो बर्बाद हो यसले यसले हुन्छ बराबर सबै यो 50 को बुढाहरू हो त है म मात्रै 30 को है म मात्र 30 50 को बुढाहरू म चाहिँ 30 को पिठो हालिदिनु भाइ एकैचोटि पिठो हालेर मसला हालेर गाँठो यहाँ ढिँडो पकाउन लाग्छ नि यहाँ 50 को बुढाहरू बढ्यो 60 निकेको 50 कोही 60 कोही 25 को पनि छ नि ऊ यहाँ पर बसिरहेको 25 को हजुर 25 होला है तिनीहरू त हो तिनीहरू त 25 आज सन्डे बनि भोलि हुन्छ नि आज सन्डेको भन्नु न ढिँडो पाकिसक्यो है दाइ मन्डे दिन्छ भने छ ढिँडो पाकिसक्यो ढिँडो म सकेसम्म मैले एकदम फलो गर्छु एकदम तयारी छ बाह्रसम्म हो कि दाबीले राम्रो गरिरहेको छ अहिले एकछिन पछि क्या दाइ तर यसले भन्दा चाहिँ यसले चाहिँ राम्रो हुन्छ मसला कस्तो त्यो ए यो ठिक छ त्यो चाहिँ लास्टमा मस्काउँदाखेरि अलिकति घिउ हाल्नु न त्यसो अनि मस्काउन सजिलो हुन्छ होइन एकछिन हाल्नु हुन्छ नि त्यति मसिन्छ ए भइहाल्यो यो चाहिँ भरे अब पारा आयो है। खाने अब पाकेपछि हाल्नु ढिँडो अब सुरु खुर्केको गम त कोले यार अगाडि स्टाइलले लाग्नु त्यो हालिदिउँ ठिक छ अब हालिदिउँ हालिदिउँ ए ढिँडो त धेरै पो भरेछ यार ढिँडो यसले पुग्छ सबैलाई पुग्छ पुग्दैन के पुग्छ भाडा सानो हो नि के पुग्छ यत्रो ठुलो पिठो हाल्नु पर्यो त म गर्छु त भाइ अहिले नै हालम पिठो होला हाम्रो ठुलो लाग्यो महेन्द्र सरले पार्दैन छ अनि महेन्द्र सरलाई धेरै एक्सपिरियन्स छ एकदम ढिँडो बाड्ने तरिकै थाहा छैन साथीहरू सही त्यो सानो अड्डिरहेको छ दाजु मलाई टेन्सन भइरहेको यो त
यो हो नि त तरिका ल खै कता ढिँडो पारेको यो बोट यो गरौँ न भिडियो खेलेर राखिरहनु फेसबुक साथीहरू कहाँ देख्छ त्यसरी तर पिठो ठुलुङको स्टाइल यस्तो हुन्छ क्या अनि अलिक पिठो हाल्नु सर यो अहिले गाडी यो फुटेकै छैन ओभर 50 इयर्स को बुढाहरूले यहाँ ढिँडो मार्दैछन् 60 हो साथी होइन एकदम गजब भइरहेछ बनाउँदैछ है हाम्रो सेफ सेफ हुनुहुन्छ यहाँ यसरी पो बनाउँ त सम्बन्ध नसक्ने रहेछ बुढा त्यही भएन क्या मैले पनि कपडा ल्याएँ हाम्रो आज क्याम्पिङ है दुई दिनको छुट्टी यो लामोले त्यो पेपर ल्याउनु त त्यसले मलाई भरोसा लागेन साथीहरूको ढिँडो बाटेको देख्दा जमानमा कुमार दाइको टेक्निक ठिक छ है ल ल अरू ल अब गर्नु त ढिँडो खानु मन लाग्छ तर मसला बिना है मसला हराएर खै त यो मसला पाएन दाजु एउटा लठीले क्या बुढो त्यसले मसला पाएछ नि त ए उतार लिनु जानु भएको चलाउने बेलामा छैन के भन्छ हो त्यो तल त्यसले सार्नु यहीँ कहाँ राखिदिनु यतापट्टि छन् है 50 वर्ष ढिँडो मसला त नारी चाहिन्छ क्या नारी दौडनाले स्वयं गऱ्यो भने यस्तो राम्रो हुन्छ यता होइन उता चाहिँ थिच्नु पऱ्यो भाइ उता चाहिँ यता थिच्नु होइन उता उता म यता तान्छु नि त यो यो त 5 जनाले ढिँडो पाएको फर्स्ट टाइम होला फर्स्ट टाइम एकदम सही पारेर अब अलिक पिठो हाल्नु पर्छ हैन नहालौँ ठिक छ यो थियो किलो ठिक हुन्छ साह्रो बढी पिरो साह्रो हुन्छ नि यहाँ चाहिँ उहाँ छैन बल्ल पाडीबाट आयो ल हलवाई तर पिठो चाहिँ अलिक कमै भएको है यो 5 जना लगाएर ढिँडो बनाएको रेकर्ड हुन्छ पिठो पुगेको यहाँ फुटेको छैन अलिकति हाल्नुपर्छ अनि पनि फुट्छ एकछिन त्यो डह्रो भएपछि मात्रै फुट्छ क्या दाजु त्यो गिलोमा त अलिकति झरे कुक भने कुक हुन्छ है सही रहेछ यार दाजुले 200 जनालाई त्यतिकै बनाइदिनुहुन्छ नि ढिँडो होइन खानेकुरा त दाजु हाम्रो यताको त हेर कस्तो मजा अलिकति उहाँको त पहिला रेस्टुरेन्टमै थियो अरे नि त बाहिर आउटिङ पनि हो नि हाम्रो त सबै दाइले गर्ने हो दाइलाई जिम्मा लियो भने हामी ढुक्कले सुत्दा हुन्छ सही रहेछ ल यो गजब भयो अझै पिठो पुगेन दाजु होइन धेरै गिलो छ छैन अब चाहिँ सुधा तपाईँको हुन्छ नि सुत्छ नि यो त पाक जस्तो यो त कक्राको हुन्छ नि ल यो तल झर्छ है एक तल झऱ्यो भने बर्बाद भयो त अब त भयो नि होला अझै गर्नु सर यता लागिसक्यो के यो खानु लागेर लामाले लगायो भने त सही पोल्छ नि दाजु यसले त यसले गर्नु यसले लामोले ठिक छ त्यो हात आउँछ नि कहाँ रुकै खुसाल्न आँटेको नि 5 जनाले इन्डियाको डक्टर हो यता चाहिँ इन्डियाको डक्टर फेरि अर्को टाइमले निकाल्नु लाग्दैछ काम नगर्दा खालहरू खै हामी किन खालु तपाईँले लास्ट ठाउँ बटारै यसरी दिनुपर्छ क्या सोधे गर है सोधे भने थाहा छ सोधे भने थाहा छ दाइले थापेको छ त के हो नि प्लास्टिकको दाजु दिँदैन भतेरमा मागेर ल अर्को आइहाल्नु त अलिक हाल्नु न एकैचोटि यस्तै राख्ने अलिक सोधे गर्ने अरे यो अलग यो ल घिउ ल्याऊ थ्याङ्क यू भेरी मच दाजु थ्याङ्क यू सो मच यो घिउको चम्चा खानुपर्ने ल सर दाजु बटुको लिएर उयो आफैले बटुको अर्कोमा छ त बटुको खै त्यस्तै यहाँ यहाँ नि यहाँ यहाँ पस्काउँदै खानु ए गुरु यता धेरै हुन्छ बुढा मलाई त धेरै हुन्छ सानो दिनु अरे उहाँलाई सानो चुइन्छ कति खाने हो ल
केरला फेरि खानु चाहिँ आउने केरला फेरि ल घिउ खाने हो उता त वहीँ बस्ने खानालाई यो त त्यो ढिँडोमा हाल्दा पनि हुन्छ नि अघि है साथी हो घिउ पनि हाल्ने यहाँ छिटो गरौँ है ल घेरो घेरो कहाँ हाल्नु ढेँडो बटुकै हो केमा हाल्नु यसमा हाल्नु तरकारी ल पस्काउँदैछ है झ्याप्पै जो चाहिँ आम्मा चुचे करेला जिन्दगीमा कति वर्ष बसेर यस्तो मिठो लाग्छ मलाई यो चुचे करेला भन्ने हुँदैन थ्याङ्क यू भेरी मच जसलाई आज शिर पर्छ नि शिर कहाँ छ शिर चाहिँ खाइदिएला खोज्नु लाउनुपर्छ पहिले आफू खाइदिइहाल्ने खुट्टा खाइदिनु पर्यो एउटा शिर चाहिँ यो चाहिँ भेटेन शिर भेटेन सबैले पुगे के हो भन्नु पुग्दो रहेछ फाक्टोमा अब एक दान मात्रै भयो यो रामले नि खान्छ नि साँच्चै अर्को भाइ पुगेन हैन लहरै आउनु पर्यो क्या दाजु लहरै हो अब अर्को को छ ल्याउनुस् खै घिउ भनेको हौ यहाँ घिउ चाहिँ आउने घिउ अरू कसो बाँकी ढेँडो खाने घिउ चाहिँ मामा घिउ खाएन तपाईँलाई भयो अरू घिउ ल्याउनु न छिटो हाल्नु त अलि कुमारलाई घिउ हाल्नु कुमारलाई हाल्यो 3 चम्चा हाल्यो कुमारलाई घिउ हाल्नु भयो घिउ 3 चम्चा हाल्दियो कुमारले चाहिँ अहिले फेरि घिउ खाएर मलाई चाहिँ म त ओ माय गॉड यो कता हो यार खानु पर्यो नि हो यहाँ छ भाँडा है यहाँ छ भाँडा इस ल भाँडा ढेँडोको फोटो भिडियो भिडियोको भिडियो आउँदैछ धमाधम खोइ त अब सक्यो ल मलाई तपाईँ ल यहाँ दिनुहोस् मलाई मात्रै अबै थाला अलिक होला के भाइ ए मलाई त बगाल भयो त हेट ल अब थ्याङ्क यू दाइ बटुकोमा पस्काउनु न है यी चोपेर खाने बुझेछ त बटुको चोपेर खाने वेट म त यहाँ पस्काउँछु म यहाँ पस्काउँछु होइन म चाहिँ एउटा खुट्टा ल पस्काउँदै चिच्चे चढाउनु पर्यो तर दामी पाकेछ क्या तरकारी चाहिँ ओभर पाके दामी राम्रो पाकेछ लु खान थाल्यो ल ल खान खाइदिउँ है यो चाहिँ मेरो बसेर खानु न बसेर साँच्चै दामी लाग्छ उहाँ कुमार दाईलाई होइन उहाँ कसले थप्छ कि यहाँ हाल्दिनु उतै लाएर खान्छ हैन र हो थप्नु न ढिँडो खबरै खान्छ खबरै अगाडि पनि छ जर्सी गाईको उता हाम्रो हजुर मुरुवा भैँसी घरकै भैँसीको घिउको आफ्नै गोठ एकदम आफ्नै हातले बनाएको थियो है यो चाहिँ। मा चाहिँ आज लोकल कुखुराको लोकल एकदम के अरे कोदो र फल कुखुराको ढेँडो है आज हामी यहाँ अनि यो दाजु नि यो चाहिँ हङकङमा खानु पाइँदैन चुच्चे करेला भन्छ दाजु यसलाई चुच्चे करेला मासुमा एकदम मिठो हुन्छ यो आजकल आउनु थालेछ यहाँ पनि आज यो चाहिँ मैले कति वर्ष पछाडि ए अगाडि गाडीको चाहिँ यो अकाबारी आयो अकाबारी होइन हुन्छ यो भइहाल्छ टेबल हो होइन सबै कुरो खै हुन्छ महेन्द्र दाजुलाई नल्याउनु हुँदो रहेछ न उच चाहिँदो हट महेन्द्र दाजु नभएन पुरो हो यो दुईटा चाहिँदो छ यसमा हुन्छ नि मोबाइलमा हाल्ने हो भने त्यो हुन्छ हो नि तपाईँ गर्नु होइन मेरो ठिक छ म अर्को साथी तर तपाईँले गर्नु होइन ठिक छ ल प्रेम दाई मेसिन खाइदियो यस्तो हुँदै आएर भयो मेरो त सबैजना मस्त हुन्छ राति आएर छ
डान्सिङ चल्दैछ तलतिर म्युजिक सानो आयो बजेर सरले त्यहाँबाट फोटो खिच्दै हुन्छ यो मेरो गोठ हो यो क्याम्पिङको अब अन्तिम फोटो है हाम्रो लास्ट क्याम्पेनको अन्तिम फोटो खिच्दैछौँ ल बिदा छुट्ने लु दाजु एउटा त्यो ऊ त सानो बियर लिएर आउनु झ्याप्प यो त अनि अब चाहिने मेमोरी सम्झनाको कोसेली यति नै हो अनि दाजु यस्तो अनि राति दाजु हेर्नु त अनि यस्तो राति अलिकति लाइटमा देखेर बुझाउँदैन मलाई कुमार दाजु एउटा फोटो खिचिहाल्ने आउनु न माइला हो खिचिहाल्ने को बहिनीले खिचिदिनु वेस्ट हङकङ नेपाली नेपाली धमाका ग्रुप इस्ट वेस्ट नेपाली धमाका ग्रुप भन्नुपर्छ फोटो गयो त खोइ क्यामेरा क्यामेरा खोइ साइकङ हङकङ लेख्नु नि होइन हाम्रो बजार तपाईँ बस्नु पर्यो एउटा पुगेन एउटा म बस्छु नि क्यामेरा पनि हो यो त बस्नु नि होइन टुल छ नि यहाँ फोटो टुल छैन त्यो पर सानो छ नि छैन मैले गुरु यसमा बस्नु न चेयरमाथि बस्नु म यहाँ यहाँ बस्छु म यता बस्छु भइहाल्छ होला नि त 1 2 3 Okay. यस्तो ठाडो गरौँ भन्नु 1 2 3 भर्टिकल यस One more. सबैकोले खिचौँ है कसको राम्रो आउँछ म तान्छु त्यसलाई म हाइलाइट गर्छु म एउटा उनी एउटा स्टोरी गर्छु तपाईँ त हुनु पऱ्यो नि फेरि बजार भाइले कविता पनि हाल्छ कविता स्टोरी गरिदिन्छ मलाई किताबमा फेरि कवितामा भाइ लेख्नु है हाम्रो बिदा क्यामेराम्यान नै बनाइदिन्छ यार बिदालाई यार यताबाट पठा भयो त Wait. सबैलाई क्यामेराले खिच्नु नि त सबैलाई एउटाले पठाइहाल्छ एउटा ग्रुप त्यसमा क्रिएट गरौँ न व्हाट्सएप ग्रुप बनाउँ न व्हाट्सएप ग्रुप ल मिलाछ त्यसरी एउटा ग्रुप क्रिएट गरिहाल्नु पैसा 9357 मैले त वाइन ल्याएको छोड तीनटा त काम त भइहाल्छ हिसाब थियो हैन त्यो $190 त छाडिदिँदै 145 साह्रै भयो यसो के भयो 190 भनेको का के हो यसो 190 को त्यत्रो अनि आइस 5238 आइस लियो 1906 अनि यो त तिमीहरूको ग्रुपको त अर्को ग्रुप होइन तिमीले वेलकम गर्नु हो ल भरे युट्युब च्यानलमा आइहाल्छ अब चाहिँ यो अन्तिम हाम्रो क्याम्पिङ हो र भाइहरू सबै गरेर हुन्छ भने एकजना दाइ र बजार सरले पकाउँदै हुन्छ भने यतातिर यसै गरी यहाँ एउटा बर्गर पकाएको डढेछ कालो भएछ अनि यहाँ सबै सकियो अब खानेकुरा पनि र आज चाहिँ सकियो है अब क्याम्पिङ हाम्रो ल त्यसलाई चाहिँ के भने भिटामिन सम्झेर खानु पर्यो अनुहार सम्झेर त भएन कहाँ हालेको मलाई चिज सबै यहाँ छ यसैमा
हाम्रो महेन्द्र सर उता पकाउँदै हुन्छ फेरि है ऊ त प्यान भएन यसरी पकाउँदै हुन्छ भने के पकाउँदै हुन्छ पुलाउ पकाउँदै हुन्छ है हुन्छ नि सर्ने के निक्लिन्छ कि उहाँ चाहिँ एकदम सुपर कुक हो है फेरि सुपर फुड सुपर कुक ल सबै क्याम्पिङ गरेर उठाउनु पर्ने हुन्छ ल अहिले सबैलाई बाई बाई फेरि भेटौँला साइकलको डाँडा